यो रोहनको कथा हो। रोहन कक्षा 5 मा पढ्थ्यो। ऊ हँसिलो, मिलनसार र फुटबल खेल्न अत्यन्तै मन पराउने केटो थियो। हरेक दिन स्कुलको ब्रेकमा ऊ मैदानतिर दौडिन्थ्यो, जहाँ उसले साथीसँग रमाइलो गरिरहेको हुन्थ्यो। तर एक दिन खेल्दै गर्दा उसले 2 जना ठुला केटाहरूलाई स्कुल भवनको पछाडि उभिएको देख्यो। उनीहरू उसको नाम लिएर बोलाए। रोहन जिज्ञासु हुँदै त्यहाँ गयो। ती ठुला केटाहरूले उसको अगाडि चुरोट देखाए र यसलाई सबैले सहजै प्रयोग गर्छन् भनेर उसलाई विश्वास दिलाउन खोजे। रोहन अलि डरायो, तर यदि मैले नगरे भने उनीहरू मलाई कमजोर भन्लान् भन्ने सोच उसमा आयो। त्यसै कारणले उसले चुरोटको एउटा सानो फुस्का लियो। धुवाँले उसको घाँटी पोल्यो, आँखा रसाए र ऊ धेरै बेरसम्म खोकी रोक्न सकेन। उसले तुरुन्तै पछुतायो, तर डरले केही बोल्न सकेन। अर्को दिन उही केटाहरूले रोहनलाई फेरि बोलाए। यसपटक उनीहरूले गुड्का दिए र यसले बल बढाउँछ भन्दै छलकपटले उसलाई खान लगाउन खोजे। रोहनले सानो मात्रामा गुड्का राख्यो, तर तुरुन्तै उसको जिब्रो पोल्यो, मुख सुन्नियो र टिफिन पनि खान सकेन। केही दिनपछि त उनीहरूले रक्सी पनि प्रयत्न गर्न दिएको बेला रोहनको पेट दुख्यो, टाउको घुम्यो र ऊ भित्रभित्रै डरिन थाल्यो। अब उसको जीवन बदलिन थाल्यो। फुटबल खेल्न मन लागेन, पढाइमा ध्यान बस्न छोड्यो र ऊ सधैँ थाकेको र उदास देखिन्थ्यो। उसको अनुहारको चमक हराउँदै गयो। कक्षामा उसलाई हेर्दै शिक्षकले एक दिन सोध्नुभयो, रोहन, आज किन यति अस्वस्थ देखिन्छौ? रोहनलाई यो प्रश्नले छोयो। आखिर ऊ धेरै दिनदेखि आफूलाई दोषी, एक्लोपन र डराएको महसुस गरिरहेको थियो। अन्ततः साहस जुटाएर रोहनले शिक्षकलाई सबै कुरा भनेर सुनायो। शिक्षकले उसलाई सम्झाउँदै भन्नुभयो कि चुरोट, गुड्खा र रक्सी जस्ता लागु पदार्थले शरीर, दिमाग र भविष्यलाई नोक्सान गर्छन्। शिक्षकले उसलाई कुनै अपराधी होइन, बरु बलियो र सही समयमा सही निर्णय गर्न सक्ने बालकको रूपमा हेर्नुभयो। त्यस रात रोहनले घरमा पनि सबै कुरा आमा बुवालाई बतायो। उनीहरूले रोहनलाई काखमा च्याप्दै भन्नुभयो, आफ्नो गल्ती स्वीकार्न सक्नु नै सबैभन्दा ठुलो साहस हो। उनीहरूले रोहनलाई आश्वासन दिनुभयो कि अबदेखि आफूलाई हानि गर्ने कुनै पनि कुराबाट टाढा रहन उनी सधैँ उसको साथमा रहनुहुनेछ। भोलिपल्ट रोहनले ती ठुला केटाहरूको प्रस्तावलाई दृढतापूर्वक अस्वीकार गर्यो। उसले आफ्नै स्वास्थ्य, परिवारको माया र भविष्यलाई सम्झेर मलाई यस्तो कुरा चाहिँदैन भनेर ठाडै भन्यो। केटाहरू हाँसे पनि रोहनले आज आफूलाई धेरै बलियो महसुस गरायो। ऊ फेरि फुटबल मैदानमा फर्कियो, साथीहरूसँग रमायो र जीवनको सही बाटो रोजेकोमा गर्व महसुस गर्यो। यसरी रोहनले सिक्यो, साँचो बल भनेको गलत कुरा अस्वीकार गर्न सक्ने साहसमा हुन्छ। साथीहरूको दबावले होइन, आफैले चुनेको राम्रो बाटोले उज्यालो भविष्य बनिन्छ।